ल हजुरहरूलाई यो 116 लटको एन्ट्रकबाट सुरु गरौँ। यो चाहिँ टिभिएसको एन्ट्रक, मूल्य मात्र त हजुरहरूलाई 1,35,000। त्यसै गरी अर्को छ हामीसँग 2020 मोडलको अप्रिला 150 को, यो आउँछ हजुरहरूलाई मात्र 1,55,000 मा। सँगसँगै हामीसँग अर्को पनि अप्रिला नै छ, दुइटै अप्रिला नै हो, त्यो आउँछ हजुरहरूलाई मात्र 1,40,000 मा। र तीनटा अप्रिला छ, यो निलो छ अप्रिला 125 सीसी को, यो निलो चाहिँ यो आउँछ हजुरहरूलाई 1,60,000 मा। यो चाहिँ 2021 मोडलको अप्रिला तीनटा छ। त्यसै गरी हामीसँग साइन छ 43 लटको 2010 मोडलको, यो आउँछ हजुरहरूलाई 70,000 मा। पठाउको लागि एकदम बेस्ट हुन्छ। र त्यसै गरी हामीसँग अर्को पठाउ चलाउनकै लागि एकदम बेस्ट बाइक भनेको डिस्कभर छ है, 100 सीसी को 46 लटको, यो आउँछ हजुरहरूलाई मात्र 55,000 मै आउँछ। त्यसै गरी अर्को यो रातो प्लेजर चाहिँ स्कुटर चाहिँ, यो चाहिँ सिङ्गल ह्यान्ड हो, 36 लटको, यो आउँछ हजुरहरूलाई मात्र 55,000 मा। तर एकदमै कन्डिसन राम्रो छ, सिङ्गल ह्यान्ड हो। र यो छ एन्ट्रक 128 लटको सिङ्गल ह्यान्ड हो, यो आउँछ हजुरहरूलाई 1,70,000 मा। स्कुटर यो सिङ्गल ह्यान्ड हो। त्यसै गरी अर्को छ रेस एडिसनमा 127 लटको एन्ट्रकै हो, यो आउँछ हजुरहरूलाई यो पनि 1,70,000 मै आउँछ। दुइटै एन्ट्रक एकदम फ्रेस छ यो। र अर्को छ बेनली 300, यो चाहिँ बेनली 300 स्पोर्ट्स बाइक हो, हजुरहरू एकदम सस्तो मूल्यमा छ। यो चाहिँ 2,40,000 मै आउँछ। अलिअलि खर्च गर्नुपर्ने छ, 2,40,000 मै आयो। स्पोर्ट्स लभरहरूको लागि एकदम बेस्ट छ। र अर्को छ हामीसँग पल्सरको 180, यो चाहिँ 40 लटको पल्सर 180, यो आउँछ हजुरहरूलाई मात्र 65,000 मै आउँछ। र त्यसै गरी अर्को चाहिँ निलो 150 छ, 105 लटको डबल डिस्कमा हो, यो आउँछ हजुरहरूलाई मात्र 1,45,000 मा। सिलप्याक इन्जिन एकदम राम्रो छ यो 150 डबल डिस्क पनि। र त्यसै गरी हामीसँग भर्खरै हिजो मात्रै आएको है, यो सेतो एनएस 70 लटको, यति फ्रेस छ कि यो एनएस, यसको मूल्य हजुरहरूलाई मात्र 1,40,000। 1,40,000 मा एकदमै फ्रेस छ यो एनएस। सिलप्याक इन्जिन हो, एक चाहिँ इन्जिन पनि सिलप्याक छ, अहिलेसम्म इन्जिन खोलेको छैन। र अर्को छ हामीसँग 110 लटको एनएसै हो, यो पनि यो आउँछ हजुरहरूलाई मात्र 1,75,000 मा। यो 1,75,000 मा आउँछ, त्यो 70 लटको 1,35,40,000 मा आउँछ। त्यसै गरी यो 120 लटको 0027 भएको एनएस चाहिँ एफआई एबिएसमा हो, यो आउँछ हजुरहरूलाई मात्र 2,15,000 मा। एफआई एबिएस हो है यो चाहिँ फेरि। र अर्को यो छेउको रातो एनएस पनि एफआई एबिएस नै हो, यो चाहिँ 026 लटको 2021 मोडलको, यो आउँछ हजुरहरूलाई 2,25,000 मा। तर एनएसहरू चाहिँ एक से एक एकदम फ्रेस छ, चारैवटा एनएस यस्तो फ्रेस छ। र अर्को छ 019 लटको एफजेड V3 2020 मोडलको, यो आउँछ हजुरहरूलाई 1,90,000 मा। एकदम फ्रेस छ इन्जिन कन्डिसनहरू। अर्को छ हामीसँग एफजेड 250 94 लट भन्छ 2018 मोडलको, यो पनि सिलप्याक इन्जिन छ, यो आउँछ हजुरहरूलाई मात्र 1,45,000 मा। 250 लभरहरूको लागि एकदम बेस्ट छ यो बाइक। र अर्को यो एम्बुस नम्बर भएको चाहिँ 220, यो चाहिँ 2014 मोडलको, यो आउँछ हजुरहरूले मात्र 1,15,000 मा। र अर्को छ हामीसँग 128 लटको 2021 मोडलको 220, यो आउँछ हजुरहरूलाई 2,30,000 मा। एबिएस डबल एबिएसवाला हो। र अर्को छ हामीसँग 220 नै छ है फेरि, अर्को पनि यो रातोवाला चाहिँ यो 026 लटको 2021 मोडलको 026 लटको, यो आउँछ 2,25,000 मा। र अर्को यो छेउमा भएको 220 पनि, यो निलो पनि, यो पनि एबिएसवालामै हो, 119 लटको 119 लट भने 2020 मोडलको, बबाल फ्रेस छ बाइक, यो आउँछ हजुरहरूलाई 2,15,000 मै आउँछ। 220हरू चाहिँ एक से एक राम्रो छ है यो, सर हेर्नु सट्टापट्टा एक्सचेन्ज सबै हुन्छ है हाम्रोमा। र अर्को छ यो भिआर 223 सीसीको भिआर 96 लटको 2018 मोडलको, यो आउँछ हजुरहरूलाई 1,40,000 मा। बाइक एकदम फ्रेस छ। र अर्को छ यो 158 लटको XR 150 2019 मोडलको, यो आउँछ हजुरहरूलाई मात्र 3,15,000 मै।
अर्को छेउमा भएको एक्सआर चाहिँ 125 सीसीको हो, 2014 मोडलको। यो आउँछ हजुरहरूलाई 1,75,000मा। र हामीसँग चाहिँ यहाँ 46 लटको 2011 मोडलको चाहिँ बुलेट छ है, क्लासिक 350। यो कालो क्लासिक 350 चाहिँ हजुरहरूलाई आउँछ 2,80,000मा। त्यसै गरी अर्को यो मरुन कलरको छ 70 लटको 2015 मोडलको बुलेट। यो आउँछ हजुरहरूलाई मात्र 3,50,000मै। र अर्को छ 2021 मोडलको 29 लटको 220। यो आउँछ हजुरहरूलाई 2,25,000मै। 2,25,000 सस्तो चाहिँ यो। र अर्को छ 21 लटको 2020 मोडलको 220। यो आउँछ हजुरहरूलाई मात्र 2,18,000मा। र अर्को छ होन्डाको हर्नेट 75 लटको। यो आउँछ हजुरहरूलाई मात्र 1,05,000मा। पठाउ चलाउनु चाहिँ एकदम बेस्ट हुन्छ यो बाइकहरू चाहिँ। र अर्को छ हामीसँग युनिकन, होन्डाको युनिकन 150 सीसीको 56 लटको। पठाउहरू चलाउन चाहिँ एकदम बेस्ट हुन्छ यो बाइक चाहिँ। यसको मूल्य छ मात्र हजुरहरूलाई 65,000। र भिडियोको अन्त्यमा चाहिँ यहाँहरूलाई भनिहालौँ, हाम्रोमा चाहिँ खरिद बिक्री मात्रै होइन है, बाइक चाहिँ रेन्टल सर्भिसको पनि सेवा सुविधा छ। र रेन्टमा चाह्यो भने नै हामीलाई सम्झनु होला। खरिद बिक्री सट्टापट्टा जे गर्नु पऱ्यो भने हाम्रो घिसिङ अटो इन्टरप्राइजेसलाई चाहिँ सम्झिनु होला। बायोमा फोन नम्बर छ, फोन नम्बर राखिदिएका छौँ। बाइक सम्बन्धी बुझ्नु पऱ्योमा फोन गर्नु होला।